सो म कहाँ छु भने एकैचोटि हजुरहरू सकिङ हुनुभयो होला। हाम्रो रेशम ब्लग्सले चाहिँ ग्यारेज खोलिसक्यो। हेलो नमस्ते, वेलकम ब्याक टु माई न्यू एपिसोड। आर सबैजना सन्चै हुन्छ होला र म पनि एकदमै सन्चै छु। सो म कहाँ छु भने एकैचोटि हजुरहरू सकिङ हुनुभयो होला। हाम्रो रेशम ब्लग्सले चाहिँ ग्यारेज खोलिसक्यो है गाइस। ग्यारेज चाहिँ यही हो अनि ग्यारेज चाहिँ यही हो। अब हाम्रो यो ओपनिङको तयारी हुँदैछ, उद्घाटनको, त्यही भएर यसो रिबन सिबन बान्नु छ अनि एकैलाई तयारी गर्नु छ। यहाँ चाहिँ सामानहरू सबै आइसक्यो। भर्खर बरालेको धुल जमै रहेछ क्या क्यामेरामा। त्यही नै हो। अब हाम्रो ओपनिङ कस्तो हुन्छ रेशम ब्लग्सको हेर्नु छ है त हजुरहरू। सो गाइस हाम्रो चाहना यहाँ सबैजना आइसक्नुभयो। अब उद्घाटन सुरु पनि हुँदैछ, डोरीसरी बान्निसक्यो। अर्को चाहिँ छ दुई शब्द केही देख्छ पसलको खुसियालीमा। म खुसी नै छु, खुसी नै छु। यो चाहिँ सिरियस पनि छ, खुसी पनि छ अलि। अब आफ्नै हुँदैछ नि त, त्यही भएर चाहिँ अलिक सिरियस छ बिजनेस। सो हाम्रो चाहिँ रेडी भइसकेको छ। अब हजुरहरू हेर्नुहोस् कस्तो हुन्छ है। सो फाइनली गाइज हाम्रो होइन अनि पूजा अनि उद्घाटन सबै सकिसक्यो। अनि सबै घरमै सक्नुभयो। अहिले चाहिँ सुन्न छ के भएको दिदी, उसको बाबा र अनि म अनि यो छम यस्तो छ। अनि पंखासँग पनि सबै जोडिसक्यो। अब बलकहरू यताउति जोड्न बाँकी छ। अहिले चाहिँ यत्तिकै बसिरहेको छौँ हामी। अनि भोलिदेखि चाहिँ फुल्ली राम्रो एकदम बबाल। भोलिदेखि चाहिँ बबाल हुन्छ, एकदम रमाइलो। भोलिदेखि के त्यस्तो होइन, भोलिदेखि एकदमै खतरनाक उहरू हुन्छ हाम्रो। अब चाहिँ कामहरू यताउति, म पनि यही पसलकै मान्छे भइगयो। अब चाहिँ हजुरहरू आउनु सक्नुहुन्छ। लोकेसन चाहिँ कालिम्पोङदेखि हल्का यतातिर छ। हजुरहरू पनि आउनु सक्नुहुन्छ। भोलिदेखि एकदम काम धमाधम हुन्छ। आज चाहिँ यस्तै छ, त्यही भएर चाहिँ हल्का यताउति त्यस्तै छ। त्यही भएर चाहिँ यस्तै भएको हो। अब हामी यताउति पाहाडतिर जानु छ, सामानहरू ल्याउनु जानु छ। त्यसपछि हजुरहरूलाई भेट्छु। फाइनली गाइज म चाहिँ घर आइसकेको छु। त्यहाँ सबै कामहरू सकेर पूजा काम यताउति सबै सकेर पैसा साथी हिँड्नु के थियो सबै सकेर म चाहिँ घर आएको छु। अहिले चाहिँ मलाई यस्तो निन्द्रा र यस्तो थाक लागेको छ कि के भनौँ र। बज्न पनि 6 बजिसक्यो होला होइन। लास्ट निन्द्रा थाक लागेको छ। म पल्टिरहेको थिएँ, फेरि भ्लग गराउनु बिर्सेँ भनेर अब इन्डिङ गरिदिउँ भनेर अन्तिममा आइसकेको छु। सो मेरो 200 सब्सक्राइब पनि पुग्यो, एकदमै खुसी लाग्यो होइन। थ्याङ्क यू सो मच फर दिस 200 सब्सक्राइब। अनि अरू चाहिँ त्यही हो, मेरो भ्लग चाहिँ यहीँ गर्छु। भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब पनि गर्नु होला। किप सपोर्टिङ गाइज। सो बाई बाई।